हाम्रो उर्वर भूमि नेपालले आयोजना गरेको जुन विश्व शान्ति रथ यात्रा छ त्यो रथ यात्राको जुन यहाँबाट हाम्रो आज यहाँबाट हामी फेरि रथ यात्रा सुरु गर्दैछौँ। हाम्रो 4 नम्बर वडाको वडाध्यक्ष उहाँको नाम के उहाँको नाम नरेन्द्र दास श्रेष्ठ 4 नम्बर वडाको वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठज्यूले हाम्रो शिव आरती गरेर हाम्रो कार्यक्रमलाई अगाडि बढाउनको लागि उहाँले हामीलाई साथ दिँदै हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। वडाध्यक्षज्यू तपाईँ अलिकति वडाध्यक्षज्यू चाहिँ अलिकति धार्मिक पनि हुनुहुन्छ, किनभनेदेखि उहाँका यही पुरानो गुहेश्वरी बासी पनि हुनुहुन्छ। उहाँलाई पुरानो गुहेश्वरी कसरी स्थापना भयो, के गरी यहाँनिर सतीदेवीको कुन अङ्ग चाहिँ यहाँ गिरेको थियो, के को कसरी चाहिँ यो मन्दिर चाहिँ यहाँनिर स्थापना हुन गयो भन्ने कुरा पनि उहाँले चाहिँ बताइसक्नु भएको छ। र पर्सि फेरि हाम्रो 23 गतेको बानेश्वरको कार्यक्रममा पनि उहाँले हामीलाई साथ दिनुहुनेछ, उपस्थित हुनुहुनेछ भन्ने हामीले आशा राखेका छौँ। र हामीले यो जुन विश्व शान्ति रथ यात्रा अहिले लिएर हिँड्दै गर्दाखेरि हामीले सँगसँगै हाम्रो मिडिया पनि हामी सँगै हिँडेका छौँ। र हाम्रो मिडिया छ, हाम्रो जुन कल्लु टिभी मार्फत हामीले दिनै पछि हाम्रो रथ यात्राको चाहिँ हामीले कल्लु टिभीमा चाहिँ हामीले हाल्दै जानेछौँ। तपाईँहरूको जुन यो भूमिमा आएर हामीले जुन शुद्धिकरण गरेका छौँ, तपाईँहरूलाई जुन सुख शान्तिको लागि हामीले शुद्धिकरण गरेका छौँ, भोलि फेरि यो तपाईँहरूको जुन वडा कार्यालय जलेको छ, हिजो गुनासो गर्नुभएको थियो हामीलाई वडाध्यक्षज्यूले, हाम्रो वडा कार्यालय किन जलाउनु पर्थ्यो, वडा कार्यालयले के गरेको थियो र यो वडा कार्यालयमा के रेस थियो र भनेर पनि वडाध्यक्षज्यूले हामीलाई हिजो गुनासो राख्नुभयो। हुन पनि हो है, हामीले त्यो वडा कार्यालय जलाउनुको कारण चाहिँ के थियो त? हामीलाई रिस छ भने मान्छे मानव जातिसँग हामीलाई रिस छ, हामीलाई बनेको भौतिक संरचनासँग के को रिस छ, मठ मन्दिरसँग हामीलाई के को रिस छ। हिजो यो जुन घटना हुँदै गर्दाखेरि पशुपति पनि जलाइँदै छ अरे भनेर राति 12-1 बजेतिर चाहिँ पूर्ण रूपमा चाहिँ जुन एउटा भ्रम समाचार चाहिँ मान्छेहरूले चाहिँ जुन प्रचार गर्यो, यो कसले गर्दैछ त, कहाँबाट चाहिँ यो हुँदैछ भन्ने कुराको पनि हामी सन्देश दिन चाहन्छौँ। हामीले चाहिँ हाम्रो वडाध्यक्षज्यू एकदमै धार्मिक हुनुहुन्छ, उहाँलाई हामीले केही सहयोगको पनि अपेक्षा राखेका छौँ वडाध्यक्षज्यूबाट। हामी पछि फेरि आउनेछौँ। हामीले अहिले अलिकति हाम्रो विशेष परिस्थितिमा हाम्रो अलिकति त्यस्तै कारणले हतारमा हाम्रो कार्य गर्नु परेको हुँदाखेरि हामी कतिपय मान्छेहरूलाई हामीले खबर दिन सकेनौँ होला, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। र वडाध्यक्षज्यूसँग अहिले मैले केही प्रश्न पनि गर्नेछु, उहाँसँग चाहिँ हामी केही अलिकति छोटो इन्टरभ्यू पनि लिनेछु वडाध्यक्षज्यूसँग, र उहाँले हामीलाई के भन्नुहुन्छ त्यो विषयमा पनि हामीले हाल्नेछौँ। हाम्रो कल्लु टिभी मार्फत आउनेछ, सम्पूर्ण यहाँको तारकेश्वरवासीले कल्लु टिभीमा गएर सेयर सब्सक्राइब होइन जति सक्दो चाहिँ सेयर गरेर हाम्रो तपोभूमिमा चाहिँ यो मन्दिर पनि आएर बसेको थियो 2 दिन, र यो मन्दिर हाम्रो जुन पुरानो गुहेश्वरीमा आएर बसेको थियो, हामीले यहाँ गएर हामीले पूजा गऱ्यौँ, हामीले यहाँनिर गएर हाम्रो वडाध्यक्षज्यूले पनि आरती गर्नुभयो भन्ने कुराहरू चाहिँ देखाइदिनु हुनेछ भन्ने र सेयर लाइभ गर्नुहुनेछ भन्ने आशा गरेका छौँ। र सम्पूर्ण तारकेश्वरवासीलाई तपाईँहरूको चाहिँ शीघ्र जुन स्वास्थ्य होइन जति पनि अहिले भइरहेको जति पनि रोग व्याधि छ त्यो सम्पूर्ण रोग व्याधि चाहिँ हाम्रो भोले बाबाले लिनुहुनेछ, उहाँले आफ्नो शरमा लिनुहुनेछ। तपाईँहरूले उहाँप्रति आस्था राख्नुहोस्। अहिले कलिगो फेरि तपाईँहरूले त एउटा मूर्ति बनाएर लिएर हिँडिरहेको त हो नि, भगवान् नै मूर्ति भएको बेला हो, कसैले पनि देख्न सक्दैन। ईश्वरलाई त हाम्रो मनमा राख्ने हो, आस्था राख्ने हो। उहाँलाई हामीले चाहिँ पशुपतिनाथबाट झिकेर हामीले चाहिँ उहाँलाई चाहिँ पशुपतिनाथबाट झिकेर हामीले जुन हाम्रो नेपालभरिको यात्रा गराउँदैछौँ, भगवान्ले पक्कै पनि जुन ठाउँमा हामीले लान्छौँ त्यो ठाउँमा जुन हाम्रो भोले बाबाले पाइला टेक्नुहुन्छ, सम्पूर्ण चाहिँ देशवासीको चाहिँ के गर्नुहुन्छ त भन्दा सद्बुद्धितिर फर्काउने प्रयास गर्नुहुनेछ। फेरि पनि हाम्रो देशमा शान्ति अमन चैन कायम रहनेछ। र फेरि पनि हाम्रो जुन नेपाल भूमि धरती छ यो चाहिँ हाम्रो पहिलाको जस्तै शान्ति रहनेछ। विश्व शान्तिको देश भनेर हामीले चिनाउने छौँ यो देशलाई, र हामी त्यो अपेक्षा लिएर हिँडेका छौँ र हामीले गर्नेछौँ, हाम्रो पुरा गर्नेछौँ। हामीले जुन यात्रा लिएर हिँडेका छौँ, हामी त जोगी बनेर हिँडेका छौँ। हामी सबैसँग चाहिँ हामीले चाहिँ सहयोग माग्नेछौँ। हामीले लिएर हिँडेको यात्रामा साथ दिनुहुनेछ, सबै हाम्रो मानव जातिले हामीलाई साथ दिनुहुनेछ भन्ने पनि आशा गरेको छु। र हामीले जुन यात्रा सुरु गरेका छौँ हामी रोकिँदैनौँ, अब कुनै पनि हालतमा रोकिँदैनौँ। हामीलाई अब यो यात्रा गर्न कसैले रोक्ने छैनन् र रोक्न पनि सक्दैनन्, किन रोक्न पनि सक्ने उनै छैन, किनभने हाम्रो साथमा हुनुहुन्छ महादेव।
जो हुनुहुन्छ उहाँले नै यो संसार ब्रह्मा विष्णु महेश्वर जुन ब्रह्मा विष्णु महेश्वर भन्छौँ, महेश्वरले नै ब्रह्मालाई पनि उत्पत्ति गर्नुभएको हो, महेश्वरले नै विष्णुलाई पनि उत्पत्ति गर्नुभएको, उहाँलाई एउटा जिम्मा दिनुभएको छ के। जस्तै अहिले हामीले वडा अध्यक्षज्यू भन्दैछौँ नि, उहाँलाई पनि केही जिम्मा दिने हो, जुन राज्यले दिएको जिम्माको भार ग्रहण गरेर उहाँले चाहिँ जुन गरिरहनु भएको छ। वडामा चाहिँ जुन समाजसेवाको कार्य गरिरहनु भएको छ, सम्पूर्ण तपाईँको यहाँको चाहिँ तारकेश्वरवासीलाई हामी चाहिँ आह्वान गर्छौँ। हाम्रो जुन कल्लु टिभी मार्फत सम्पूर्ण यहाँ तारकेश्वरवासीसँग पनि हामीले केही प्रतिक्रियाहरू लिनेछौँ। अहिले जाने बेलामा हामीले जुन तपाईँको तारकेश्वर जुन भूमिमा ल्याएर हामीले यो मूर्ति राख्यौँ, अलौकिक मूर्ति हो यो, होइन। यो मूर्ति अहिलेसम्म कसैले पनि यो रच्न सकेको थिएन। जुन हाम्रो चाहिँ गङ्गालाल श्रेष्ठ हुनुहुन्छ, उहाँले चाहिँ सानैदेखिबाट उहाँलाई चाहिँ महादेवले जुन दिनुभएको थियो, उहाँले घर परिवार छोडेर, सम्पूर्ण घर परिवार छोडेर म आजदेखिबाट चाहिँ मैले मेरो सम्पूर्ण जीवन चाहिँ मैले शिवत्वको लागि मैले दान गरेँ, मेरो जीवनै दान गरेँ भनेर हिँड्नु भएको छ। उहाँलाई साथ दिएका छौँ हामीले, होइन। उहाँलाई साथ दिएका छौँ र उहाँको कुरा सुनिसकेपछि मलाई पनि केही गर्नुपर्छ है, आफ्नो देशको लागि केही गर्नुपर्छ है भनेर चाहिँ जानुहुन्छ लिएर जाने सर। हजुरले माथि पनि गएर गर्नुपर्छ होला नि त, हाम्रो त झन् यस्तो त झन् होइन। ल लागु ल। अब हाम्रो चाहिँ यहाँ शिव आरती सिद्धिसकेपछि हाम्रो सतीदेवीको जुन अङ्ग स्थापित भएको छ, जुन त्यहाँ अङ्ग स्थापित भएर जुन त्यहाँनिर भएको जुन ऊ छ, मूर्ति छ, के अरे त्यहाँ मन्दिर छ, त्यहाँनिर गएर वडाध्यक्षज्यू सहित लिएर हामीले चाहिँ आरतीमा सामेल हुँदै हुनुहुन्छ। र हामीले चाहिँ अब उहाँले चाहिँ जुन आरती गर्न जाँदै हुनुहुन्छ, हामी चाहिँ अब हाम्रो चाहिँ अहिले मन्दिरतर्फ यात्रा भइरहेको छ। र मन्दिरतर्फ जाँदै गर्दाखेरि वडाध्यक्षज्यू हुनुहुन्छ, हाम्रो उर्वर भूमि नेपालको अध्यक्षज्यू पनि हुनुहुन्छ, के अरे गङ्गालाल श्रेष्ठजी हुनुहुन्छ, र हाम्रो चाहिँ यहाँको 4 नम्बर वडाको वडाध्यक्षज्यू पनि हुनुहुन्छ, वडा सदस्यज्यूहरू पनि हुनुहुन्छ, होइन। सम्पूर्ण उहाँले आएर हामीलाई साथ दिनुभयो, धेरै धेरै धन्यवाद उहाँहरूलाई। उहाँहरू पनि धार्मिक हुनुहुँदो रहेछ, धार्मिक हुनु नै पर्छ। मानव जाति धार्मिक भएन भनेदेखि, यदि हामी धर्ममा विलिन भएनौँ भने चाहिँ भोलिको अवश्य जसरी पनि हामी धर्ममा चाहिँ नआइकन, धर्ममा आस्था नगरिकन है, हाम्रो उपाय नै छैन, हामी फर्किनै पर्छ। किनभने हामीले शान्ति, हाम्रो जुन शान्ति भूमि छ, शान्ति देश छ, जुन देश थियो हिजो स्वर्ग जस्तो देश थियो, आज हामीले चाहिँ जुन राक्षस प्रवृत्ति भएको मानव जातिहरूले यसलाई नर्क बनाइदिइसकेका छन्। र यो नर्क बनाइसकेको देशलाई फेरि स्वर्ग कसरी बनाउन सकिन्छ त भनेर जुन हामीले यात्रा सुरु गरेका छौँ, त्यो यात्रामा हामीलाई जुन वडा सदस्यज्यू, वडा अध्यक्षज्यूले हामीलाई आएर साथ दिनुभयो। उहाँ अहिलेको तारकेश्वर महानगरपालिकाका मेयरज्यूले पर्सि बानेश्वरमा 23 गते चाहिँ म जसरी पनि उपस्थित हुन्छु, अहिलेलाई मलाई क्षमा गर्नुहोस्, म आउन पाइनँ, मेरो एकदमै इम्पोर्टेन्ट मिटिङ भएको कारणले गर्दाखेरि म आउन सकिनँ भनेर उहाँले हामीलाई भन्नुभयो। र हामीले ठिक छ सर, हजुरले आउन सक्नु भएन, आइदिएको भए धेरै राम्रो हुन्थ्यो। किनभने हामी तपाईँको जुन तारकेश्वर नगरपालिकाको धरतीमा हामीले चाहिँ जुन अलौकिक मूर्ति लिएर आएर हामीले जुन स्थापना गऱ्यौँ 2 दिनसम्म, यहाँको चाहिँ सम्पूर्ण भक्तजनहरूले चाहिँ नि जति मान्छेहरूले थाहा पाउनुभयो, उहाँहरूले आएर पूजापाठ पनि गर्नुभयो, होइन। पूजापाठ गर्दै गर्दाखेरि हामीले के गर्यौँ त भन्दाखेरि, यहाँ आएर हामीले जुन धरतीलाई शुद्धिकरण गरेका छौँ, यहाँ आएर क्षमा पूजा गरेका छौँ, सत्यनारायणको पूजा लगाएका छौँ हामीले, होइन। सम्पूर्ण चाहिँ हामीले लगाएका छौँ। यो चाहिँ एकदमै अलौकिक हो कि, यो यस्तो शक्ति हो कि जुन महादेवले सतीदेवीको वियोगमा चाहिँ, जुन महादेवले चाहिँ सतीदेवीको चाहिँ जुन के अरे पार्थिव शरीर छ, त्यो बोकेर चाहिँ के अरे 14 भुवन, होइन। हस्, अनि त्यो कारणले गर्दाखेरि चाहिँ यो चाहिँ सबभन्दा पहिला चाहिँ सतीदेवीको अङ्ग चाहिँ यही ठाउँमा झरेको भनेर जुन किम्वदन्ती छ, हामीले जुन सुन्दै आएका छौँ, बुझ्दै आएका छौँ।